दाजुलाई भिगाड पाराउँछ अस्ताइ काट दिन हेर्छु पाउनु तो बुझिनु लाग्यो मलाई माता यो के बनाउने हो दिदी यो बुकु बनाउने भयो ए यो के गराएको भन्छ नि भाइ यो काटेर हजुर बनाउनु पर्छ भेडाको उनलाई काट्ने अनि त्यसपछि यो गराउन धोएर गराउँछन् कि नधुँदै गराउने हो यो र बनाउनु भयो पहिले यो धुनु भएको यतापट्टिको ए त्यसपछि बुन्नलाई तयार हुन्छ त्यो ऊ धागो बनाउनलाई पुरै काट्नु पर्छ भाइ यसलाई फेरि काट्ने हो मसिनो गराउने हो हजुर मसिनो गराएपछि फेरि त्यसलाई के भन्छ फिर्काउने हजुर फिर्काउनेमा काट्ने के भयो त्यो फिर्काउनेमा काट्नु पर्छ त्यो फिर्काइसकेपछि बल्ल लामो धागो बनिसकेपछि बल्ल बन्न तयार हुन्छ होइन ए यो यसो गराउँदा त भस्मै समय लाग्छ नि दिदी भाइ समय त लाग्छ को काम्लो भन्छ कालोको बुकु भन्छ बुकु भने त्यो लगाउने होइन ज्याकेट जस्तो अनि सेतोको चाहिँ बुकु बनाउनु मिल्दैन मिल्छ भाइ त्यो पनि ए मिल्छ तर बनाउनुहुन्न ए कालो सुटेबल हुन्छ भनेर होला नि लगाउँदा कालोको रङ दिन्छ भाइ ए अनि यो बनाउनेलाई के भन्छ नि दिदी यो तपाईँहरूले यो चलाइराख्नु भएकोलाई यसलाई हजुर साँचो भन्छ साँचो यो तपाईँहरू यहीँ घरै बनाउनुहुन्छ कि बाहिर पाउँछ किन्न मिल्छ काटी किनेर ल्याउने कहाँबाट किनेर ल्याउनुहुन्छ नि काठमाडौँबाट ए कति पर्छ यसलाई खै कति पर्छ भाइ मैले त किने छैन मागेर ल्याएको उता दिदीको ए दिनुलाई तल फुकेर त गाडीको